भिक्षाको लागि अब आमाहरू तयारी हुनुहुनेछ र बटुकहरूलाई आशीर्वाद दिनको लागि भिक्षा प्रदान गर्नको लागि पहिला द्वारमा जानुहुनेछ बटुकहरू आफ्नै आमाहरूसँग भिक्षा ग्रहण गर्नको लागि अहिले भिक्षा होइन अहिले बाबुहरू मण्डप परिक्रमा मात्रै गर्छन् बाबुहरूले अहिले यज्ञ मण्डप परिक्रमा गर्नुभएको छ र आज धनञ्जय गोत्रमा पार गर्नुभएका दण्डपाणी भूषालज्यूको यो 84औं वसन्त चतुराधिक सिद्ध पूजन एवं सहस्र पूर्ण चन्द्रसम्म यो महिमा महोत्सवको यो कार्यक्रममा उहाँका पौत्र 3 भाइ नातिहरूको ठुलो उपनयन यज्ञोपवीत संस्कारको यो कार्यमा सम्पूर्ण आफन्तजन बन्धु बान्धव कुल कुटुम्बहरू सबै उपस्थित हुनुभएको छ र अति हर्ष उल्लासपूर्ण यो समयमा यो कार्यलाई सुसम्पन्न गर्न गइरहेका छौँ र बटुक बाबुहरू अब गायत्री मन्त्र श्रवण गर्दै हुनुहुन्छ र तदुपरान्त केही समयमा भिक्षाको लागि तयारी हुनुहुनेछ नानी उता थिएन कोठामा पल्लो घरमा बाबु यता उठा त ए बाबु भिडियो यो युट्युबमा आउँछ हाम्रो पेजमा आउँछ विशाल बन्धुको पेजमा आउँछ ल धन्यवाद ठीक छ सन्चै अघि नै देखि हेरिरहेको म व्यस्त छु हजुर म त हिजो हिजोदेखि पेजमा आयो पेजमा आउँछ पेजमा हजुर तुलसी बाबु होइन उता त यही हो नि नमस्कार हजुर ए त्यसै हाम्रो भिडियो गराएकै हुन्छ यार